अङ्कल हजुर डाकिनथान माता समितिको अध्यक्ष हुनुहुन्छ है? अहिले चाहिँ लगभग हाम्रो कति वर्षदेखि हजुरले नै हेरिरहनु भएको छ मन्दिर यो हाम्रो? लगभग हजुरले नै सबै यो बनाउनु भएको संरचनाहरू सब हजुरले नै बनाउनु भएको है? अनि तपाईँको हाम्रो नगरपालिका वडाले भन्छ नि अङ्कल कुनै कुनैमा सहयोग गर्छ, यसमा चाहिँ हजुरहरूलाई कतिको केही सपोर्ट पाउनु भएको छ? नगरपालिकाले दिएकै छैन, वडालाई दिनुपर्ने, वडाले पनि कतिचोटि माग्न गयो अनि छैन भन्छन्। भनेपछि हाम्रो यो वडालाई के भन्न चाहनुहुन्छ अङ्कल? वडालाई के भन्नु, हाम्रो मठ मन्दिरलाई सकेसम्म दिनुपर्ने चिज हो। हजुर, दर्ता भएको मन्दिर हो, दिनुपर्ने, तर खै दिइरहेको छैन वडाले। अनि नगरलाई अङ्कल? अब नगरलाई पुरो गरिरहेको छौँ, अब हुन्छ नाइचे भन्दैन, हुन्छ भनेको छ। हजुर, अनि हाम्रो यो सुनसरीवासीलाई केही भन्न चाहनुहुन्छ अङ्कल हाम्रो यो मेलाको बारेमा? सुनसरीवासीलाई मेलाको बारेमा अब जो हाम्रो डाकिनथान पुरानो हो। हजुर, पुरानो त्यसले गर्दाखेरि राम्रै छ अहिले। यस आउनु होला मेला भर्न सबै श्रद्धालु भक्तहरू। हजुर, अनि भन्छ नि काका तपाईँको हाम्रो चाहिँ यहाँ मन्दिरमा चाहिँ भाकल गरे मनोकामना पनि पुरा हुन्छ भन्छ नि, यो चाहिँ अलिकति प्रश्न गरिदिनुहोस् न। हुन्छ, राम्रो छ। अहिले तपाईँ हेर्नु नि कति भाकल लिएर आएको हुन्छ मान्छेहरू। हजुर, सबै भाकल पुरा भएको छ। ए हुन्छ अङ्कल, हस् त, धन्यवाद अङ्कल।